हर चिज सिक्न सकिन्छ किन त भन्दा हरेक स्किलहरू जति पनि छन् नि हैन त्यसमा के हुन्छ त भनेपछि मानिसहरूले आफूले हैन जुन एउटा मेहनत गरेर प्र्याक्टिस गरेर हैन आफूलाई दिन प्रतिदिन विकसित बनाउँदै लैरहेका छन् के हैन बोल्ने हैन कला पनि सिक्नु एकदमै जरुरी छ। यो पनि एउटा स्किलमा पर्न जान्छ हैन। अन्य जति पनि स्किलहरू छन् त्यसमा पनि चाहिँ हैन सिकेर मान्छेहरू अगाडि बढिरहेका छन् हैन। एकचोटि के भएछ भनेपछि एउटा युद्धको निम्ति एक राजगुरुलाई हैन जुन एउटा बम फ्याँक्नको निम्ति हैन भनिएको थियो, तर उनलाई इन्टरभ्यू यदि बम फ्याँकेर जित्न पर्यो भनेदेखि चाहिँ उनलाई बोल्नको निम्ति चाहिँ नदिने भन्ने कुरो चलिरहेको रहेछ। पछि उनी भाग्दै गुरुभाटामा गए हैन। उनले भने कि मैले बम फ्याँक्ने तर चाहिँ त्यसमा युद्ध जितेँ भनेदेखि चाहिँ त्यसमा मलाई बोल्न नदिने भन्ने कुरो चलिरहेको रहेछ, किन होला भन्दै गुरुसँग सोधे। गुरुले जवाफ दिए कि जब बम फ्याँकेर जितिसकेपछि त्यहाँनिर अङ्ग्रेजीमा भन्नुपर्ने हुन्छ र तिमीले अङ्ग्रेजीमा चाहिँ भन्न सक्दैनौ, त्यसैले हैन तिमीलाई चाहिँ त्यो कामबाट रोकिएको भनेर गुरुले भनिसकेपछि उनले भने कि म 15 दिनमै इङ्ग्लिस सिक्छु र म आफैले कसरी हैन जुन एउटा बम फालेको हुँ म आफै नै हैन अङ्ग्रेजीमा भन्ने छु भनेर उनले हैन भनेका थिए कि ल हेर्नुस् त यहाँनिरको एउटा कुराले के जनाउँछ भनेपछि कुनै पनि चिज जब मान्छेलाई आउँदैन नि त्यो नआएसम्म त्यसलाई चाहिँ हैन समय दिने हो कि हैन त्यसको निम्ति कुनै पैसा दिएर कुनै ठाउँमा सिक्ने हो कि हैन धेरैभन्दा धेरै मेहनत गर्ने हो कि हैन कसरी त्यो चिजबाट हैन आफूलाई जबसम्म आउँदैन तबसम्म त्यो प्रति लागि परिरहनु पर्छ भन्ने किसिमबाट चाहिँ हैन यहाँबाट प्रष्ट हुन्छ के हैन। त्यसैले आजबाट कुनै पनि चिज आउँदैन नि त्यो नआएसम्म त्यसको पछि परिरहनु पर्ने हुन्छ के है त।